विदेशमा गएर पनि कराटे खेलेर पदक प्राप्त गरेर यसरी नै सम्मान गर्ने अवसर लिनुहोस्। तपाईहरु सम्पूर्ण भाइ बहिनीहरुलाई म हार्दिक शुभकामना दिन चाहन्छु। राष्ट्रिय खेलाडी राष्ट्रिय टिममा धेरै पदक पढ्न सफल एनोज भाइ, करिना भाइ लगायत सम्पूर्णलाई अझ प्रगति होस् र प्रगतिको कामना व्यक्त गर्न चाहन्छु। राजनीतिक पहुँच भएको मान्छे अगाडि बढ्छ, कहिले को बढ्छ त्यो एउटा विडम्बना हो। तर पनि एउटा क्षमतावान रेफ्री, क्षमतावान खेलाडीहरूलाई राष्ट्रले समेटेर राष्ट्रले सम्मान गर्नुपर्छ, यो मेरो माग हो। You are watching Nepal Express 4K television. त्यसैगरी म मन्तव्यको क्रमलाई नै जोड्न गइरहेको छु। बागमती प्रदेश रेफ्री सह संयोजक साथै सितो रियो कराते संघका सचिव श्री रामशरण ध्वातेज्यूलाई आफ्नो मन्तव्य राख्दिनुहुन विनम्र अनुरोध गर्दछु। धन्यवाद छ बहिनीलाई। यस सम्मान कार्यक्रमका सभापति गोजुरियोका प्रशिक्षक कमल भाइ, आजका प्रमुख अतिथि वडा अध्यक्ष चन्द्रराज लामाज्यू, विशेष अतिथि गोजुरियोका प्रमुख प्रशिक्षक आदरणीय बिहार गुरु, त्यस्तै अन्तर्राष्ट्रिय रेफ्री गोजुरियोका सचिव सानबाबु गुरु, मञ्चमा आसीन भक्तपुर सिटो करातेका प्रशिक्षक रेफ्री सूर्य बहादुर तामाङज्यू, त्यस्तै किक बक्सिङका रेफ्री प्रशिक्षक बिलबहादुर तामाङ लगायत मञ्चमा आसीन अतिथिवर्ग, यहाँ उपस्थित अभिभावक र साना साना भाइ बहिनीहरूलाई मेरो व्यक्तिगत तर्फ र भक्तपुर जिल्ला कराते महासङ्घको तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। आजको दिन नेपालको लागि पदक जित्न सफल खेलाडीहरूको सम्मान कार्यक्रम रहेको छ। यस कार्यक्रम आयोजना गरेर कमल भाइले सिङ्गो कराटे खेललाई अझ अगाडि बढाउन खेलाडी भाइ बहिनीहरूलाई प्रेरणा दिनेछ। श्रीलङ्कामा भएको 9 एसियन गोजुरो च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गर्न सफल राष्ट्रिय खेलाडी राष्ट्रिय टिममा धेरै पदक पढ्न सफल एनोज भाइ, करिना भाइ लगायत सम्पूर्णलाई अझ प्रगति होस् र प्रगतिको कामना व्यक्त गर्न चाहन्छु। यहाँ आज बेल टेस्ट पेटी परीक्षा सम्पन्न भइसकेको छ। साना साना भाइ बहिनीहरू तपाईहरु पनि अझ मेहनत गर्नुस्। एनोज दाइ, करिना दाइ जस्तै विदेशमा गएर पनि कराटे खेलेर पदक प्राप्त गरेर यसरी नै सम्मान गर्ने अवसर लिनुहोस्। तपाईहरु सम्पूर्ण भाइ बहिनीहरूलाई म हार्दिक शुभकामना दिन चाहन्छु। भक्तपुरमा यो गोजुरियो कराटेले अझ अगाडि बढाउन सकोस्। जिल्लामा भक्तपुरको अर्को यहाँ म विशाल भाइको नाम लिन चाहन्छु। गोजुरियोको तर्फबाट प्रतियोगितामा सहभागी जनाउँदै भक्तपुरको नाम राख्न सफल भएको छ विशाल भाइले। म विशाल भाइलाई पनि आउँदा दिनमा अझ प्रगतिको म शुभकामना दिन चाहन्छु। यहाँ उपस्थित यो साना साना भाइ बहिनीका अभिभावकज्यूहरू म विशेष आभार तपाईहरुलाई दिन चाहन्छु, व्यक्त गर्न चाहन्छु। तपाईहरुले कराटेको माया गरेर आफ्ना बालबच्चाको माया गरेर उहाँहरुको हौसला प्रदान गर्नको लागि यहाँ आइदिनु भयो। म एउटा कराटे खेलाडी
एउटा प्रशिक्षक भएको नाताले तपाईहरुको यस्तो मायाले पक्कै पनि यस डोजो र भक्तपुर जिल्लामा कराते खेलको विकास हुने नै छ। हाम्रा करातेका हस्ती ओल कराते फेडरेसनका रेफरी पनि यहाँ हुनुहुन्छ। बिहार गुरु गोजुरेका प्रमुख प्रशिक्षक धेरै भाइ बहिनीहरुलाई उहाँ चिफ कोच भनेर मात्रै सायद चिन्नुहुन्छ होला। उहाँ एउटा नेपाल करातेको विकास विस्तारमा लाग्ने एउटा हस्ती हुनुहुन्छ। उहाँले नेपाल कराते महासंघ एउटा रेफरी काउन्सिललाई अगाडि बढाइराख्नु भएको छ। उहाँको एउटा क्रियाशीलताले नै हामी पनि त्यो रेफरी तर्फ अगाडि बढ्दैछौँ। के गरौँ, उहाँको क्रियाशील म धेरै वर्ष अगाडिदेखि म उहाँलाई चिन्दछु। उहाँको एकल प्रयासले पनि नेपालको नाम राख्न रेफरीको तर्फमा रेफरीलाई अगाडि बढाउन उहाँ एकल प्रयासले धेरैलाई हौसला प्रदान गरिराख्नु भएको छ। नेपालको राजनीतिक घटनाक्रमले गर्दा कहिले राजनीतिक पहुँच भएको मान्छे अगाडि बढ्छ, कहिले को बढ्छ, त्यो एउटा विडम्बना हो। तर पनि एउटा क्षमतावान रेफरी क्षमतावान खेलाडीहरूलाई राष्ट्रले समेटेर राष्ट्रले सम्मान गर्नुपर्छ, यो मेरो माग हो। पक्कै पनि आउँदा दिनहरुमा यहाँ आज प्रमुख अतिथिहरु हुनुहुन्छ। उहाँहरुको सहयोग सदैव कराते खेलमा रहनेछ, आउँदा दिनहरु पनि रहनेछ भन्ने मैले आशा लिएको छु। पुनः एकचोटि साउथ एसियन गोजुरो च्याम्पियनशिपमा मेडल प्राप्त गर्न सफल एनोज भाइ, एलिना भाइ, मनिषा बहिनी आज आउन सक्नु भएन। भाइहरुलाई हार्दिक बधाई दिन चाहन्छु र साना साना भाइहरुलाई अब हुने प्रतियोगितामा सहभागी जनाएर पदक प्राप्त गर्न सफल होस्, यही शुभकामना दिन चाहन्छु। र आज यहाँ आएर केही शब्द राख्ने मौका दिनुभएकोमा भक्तपुर जिल्ला गोजुरो संघलाई हार्दिक धन्यवाद दिन चाहन्छु। विशेष कमल भाइलाई अझ अगाडि बढ्नु मेरो साथ रहनेछ। धन्यवाद होस्।